अब यहाँ चाहिँ प्याजी हैन यो हो प्याजी यसरी यहाँ चाहिँ के लाउनु भएको छ यहाँ त मैले प्याज बेसन खुर्सानीहरू त्यस्तै मसलाहरू अलिअलि प्याज खुर्सानी बेसन खुर्सानी हरियो खुर्सानी अलिअलि यसो मसलाहरू धुलो मसला अब यो चाहिँ हेर्दै खाउँ लाग्ने बनाउनु भएछ ल उहाँ चाहिँ के भन्छ हाम्रो प्राउन तार्ने मेडम अम्बिका राणाज्यू अनि यो के अरे यो यहाँ प्याजी हजुर आफ्नो होममेड घरमा बनाएको प्याजी हजुर बजार खाउँ जस्तो लाग्यो अब घरमा बजारमा गएर बनाऊँ भने ल्याउँ भने तारेको तेलमा आज पनि त्यही तारे कस्तो तेल कस्तो पर्छ कहिलेदेखिको तेल पर्छ हैन बरु घरमा अलिकति यो घरमा चाहिँ आफूले राखेको त शुद्ध भयो शुद्ध खाऊँ न भनेर हामी खाइहालौँ न चाखिहालौँ कस्तो नुनसुन ठिक छ यस्तो छ क्या चाख्ने बानी चाहिँ मेरो कस्तो एउटामा थाहै हुँदैन एउटा चाखेर न त्यसमा नुन लाग्यो न खोर्सानी लाग्यो बुझ्नै सकिएन ल आज मेरो श्रीमतीले प्याजको काटेर अब यो अर्को घान झिक्नु भएन दुईजना बुढाबुढीलाई किन ज्यादा चाहियो हैन बासी र तासी गरेर खानुभन्दा थोरै खायो ताजा खायो ल यसरी गरेर ल उहाँले च्याप हाल्नुहुँदैछ ल हेर्नुहोस् साथी हो ल सर्लक 3टा गर्ने मैले 7टा 5वटा हाल्नुभयो यहाँ यति बनाउने मान्छे त हुनुभयो क्या हो गर्मी भयो त हेर्नुहोस् त खै त पसिना आयो क्या हो मलाई त पसिनै आउँदैन र हो बनाउने मान्छेले झ्याप अनि यो झ्याप पहिया अनि यहाँ प्राउन चाहिँ पोसिन्छ भनेर हाल्नु भएको होइन यो ल यता उहाँ खाना पनि बनाउँदै हुनुहुँदो रहेछ खाना पनि पाकेछ ल बडो आनन्द ल छोरी मान्छेको दुर्गाको जस्तै 18 हात हुन्छन् भन्छन् सबैतिर यता खाना बसाउनु पनि तरकारी तताउनु पनि प्याजी उ गर्नु पनि दुईटै हात भए पनि पुरै भ्याउनु भयो ल प्याजी यस्तो हुन्छ तेल धेरै नलागे नभए जम्मै अट्छ तेल धेरै लायो भने फेरि पकाउँदै राख्दै सर्लाको 2-4 खाइयो गफ गर्दै तर पनि हामी दुईजनालाई जति पुग्छ अलिकति बजारमा गयो भने 2 प्लेट माग्नु पर्ने हुन्छ मिठो त हो यति नै 2 प्लेट माग्दा नेपालबाट ल्याएको प्राउन हैन प्राउन यो नेपालबाट ल्याएको यसलाई चाहिँ मेरो श्रीमतीले आज मजाले बनाएछिन हैन तारेको 2-4 यसो खाउँ भने अच्छा खानासँग कि खाजा हो खानासँग होला हैन जेसँग खाउँ रात त परिसक्यो अब यसरी दुईजना श्रीमान श्रीमतीलाई पुग्ने गरी श्रीमतीले प्याजी झ्याम्म बनाइन् अब यो प्याजी हाम्रो खानाका साथी ल कस्तो लाग्छ साथी हो
अब छेउछेउमा प्राउन अनि बिचमा यो ल सर कति राम्रो गरेर देखियो भने बनाउने मेरो श्रीमती प्याजी अनि यो प्राउन झाक्ने मेरो श्रीमती अनि फोटो खिच्ने चाहिँ म। कस्तो लाग्यो साथी हो यो माथिबाट खिच्यो अब जुम गर्दै लाँदाखेरि सर्लक्क प्याजी अनि फेरि प्याजीसँगै सर यो प्राउन ल यस्तै छ प्राउन एन्ड प्याजी।